जीवनमा सबैको राम्रो मात्र मेरो मात्रै होइन म मात्रै होइन यस्तो छ तपाईँ मात्र छुट्टै भिन्न निक्लेको हो म कस्तो भइदियो भने सुनाउनु अलि बालिकाको कथाहरू सुनाउनु तपाईँको अनेस्टी भन्दाखेरि यस्तो छ कि म जन्मिँदाखेरि होइन खै मम्मीहरूले भन्नुहुन्थ्यो खै के जन्मे भन्नुहुन्थ्यो अरे के ए हो र अनि एटलिस्ट म साह्रै बिमारी हुने पनि अनि ढिलो बोल्ने भए ढिलो हिँड्ने भए अनि मभन्दा मेरो पाण्डे फ्यामिलीमा सबै राम्रो हुनुहुन्छ तर म मात्रै अलिकति थिएँ अहिले त जेस हिँड्ने जब कुन सेन्समा भन्नु खोज्छ शारीरिक बनावटको कुरामा भन्नु खोज्छ तपाईले एकदम बिमारी हुने के अनि म डबल नर्सरी पढेँ डबल एलकेजी पढेँ पढाइमा अलिक कमजोर कमजोर थिएन भन्नाले बिरामी भएर चाहिँ बिमारी भएर नगइदिनु पढाउन सक्नुहुन्थेन अनि म धेरै बिमारी भएपछि अनि मलाई जापानले पनि लिन आएको नि त कसले जापानले के हो त्यो भने चाहिँ जापानले यस्तो हुँदो रहेछ कि जस्तो बिमारी भएको अनि एकदम रोग लागेको हुन्छ नि तिनीहरूले चाहिँ नेपालमा मैले तेरो छोराछोरीलाई म पालिदिन्छु भन्छ लिन आएको नि त मलाई जापान सरकारले कि जापानिज मान्छेहरूले चाहिँ सरकारी भनौँ कि अब उतैको आएका हुन् बासिन्दाहरू जापानको बासिन्दाहरू होला सायद अब म त अब सानै थिएँ होइन मम्मीले भन्नुहुन्थ्यो अरे अनि मम्मीले चाहिँ मरे पनि मेरो कहाँ मर्छ म लान दिन्न भनेर भन्नुहुन्थ्यो कि मम्मीले अनि जब भनौँ न घर तपाईँको त्यो बिमारी हुने सबै भएर चाहिँ जापानको मान्छेले चाहिँ हामी लएर उहाँलाई पाल्छौँ भनेर गाडीले लिएर आएको थियो होइन अनि मम्मीले लान दिनु भएन